ओके साथीहरू, यहाँनिर तपाईँहरूले देख्न सक्नुहुनेछ मसँग अहिले रहेको छ 7 डायमन्ड र यो 7 डायमन्डलाई म टपअप गरेर हजुरहरूलाई देखाउनेछु। हजुरहरू भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोला र यस भिडियोमा म हजुरहरूलाई सिकाउनेछु हजुरहरूले फ्री फायरमा डायमन्ड सजिलैसँग टपअप कसरी गर्न सक्नुहुनेछ त। हेलो एन्ड नमस्ते साथीहरू, हजुरहरू सबैजनालाई स्वागत छ एनएसएन गेमरको न्यू भिडियोमा। आज म फेरि पनि आइसकेको छु न्यू भिडियो लिएर। धेरै दिनको ब्रेकपछि आज म फेरि पनि आइसकेको छु नयाँ भिडियो लिएर। साथीहरू, आज म यस भिडियोमा फेरि पनि हजुरहरूलाई सिकाउने छु नेपालमा बसेर हजुरले टपअप कसरी गर्न सक्नुहुनेछ, फ्री फायरमा डायमन्ड, पब्जीमा युसीहरू सजिलैसँग टपअप कसरी गर्नु सक्नुहुनेछ आज म सिकाउने छु। मैले योभन्दा अगाडि पनि हजुरहरूलाई सिकाएको थिएँ कि हजुरहरू नेपालमा बसेर एकदम सस्तो रेटमा र भरपर्दो प्लेटफर्मबाट कसरी टपअप गर्न सक्नुहुनेछ। त्यो भिडियोहरूमा हजुरहरूले धेरैजनाले कमेन्ट गर्नुभएको थियो कि मेरोमा डायमन्ड आएन, मेरोमा पोइन्ट लोड भएन, पोइन्ट कसरी लोड गर्ने, हजुरहरू धेरैजनाको समस्या आएको थियो र त्यो समस्याको समाधानको लागि आज मैले फेरि फुल डिटेलमा भिडियो लिएर आएको छु। आशा छ हजुरहरूलाई यो भिडियोले धेरै सहयोग गर्नेछ कि हजुरहरू आफैले नेपालमा बसेर यी सेवा खल्ती र फोन पेको प्रयोग गरेर सजिलैसँग हजुरहरूले आफैले टपअप गर्न सक्नुहुनेछ। ल साथीहरू, अब हामी ढिला नगरिकन अगाडि बढौँ। त्योभन्दा अगाडि हजुरहरूले सबैजनाले लाइक र सब्सक्राइब गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब र भिडियोलाई लाइक गरेर फुल भिडियो हेरिदिनु होला। सुरुदेखि अन्तिमसम्म भिडियो हेरिदिनु भयो भने हजुरहरूले आफैले फ्री फायरमा डायमन्ड टपअप गर्न सक्नुहुनेछ। र साथीहरू, अब ढिला नगरिकन भिडियो अगाडि बढौँ। साथीहरू, म हजुरहरूलाई डिस्क्रिप्सनमा अनि पिन कमेन्टमा म हजुरहरूलाई लिङ्क प्रोभाइड गरिदिनेछु। लिङ्कमा टच गरेर हजुरहरू लगइन गर्नुहोला। लगइन गरिसकेपछि हजुरहरूले ओपन गर्नुहोला र ओपन गरेपछि हजुरहरूको यस्तो इन्टरफेस आउनेछ। यस्तो इन्टरफेस आइसकेपछि हजुरहरूले सबैभन्दा पहिला पोइन्ट लोड गर्नुपर्ने हुन्छ। पोइन्ट लोड गर्नको लागि हजुरहरूले माथिपट्टि पोइन्ट्स भन्ने अप्सनमा टच गरिदिनु होला र टच गरिसकेपछि हजुरहरूलाई यस्तो इन्टरफेस आउनेछ। यस्तो इन्टरफेस आइसकेपछि हजुरहरूले यहाँनिर साइडपट्टि लेफ्ट साइडमा देख्न सक्नुहुन्छ खल्ती ई सेवा र फोन पे अप्सन रहेको छ। हजुरहरूले ई सेवा, खल्ती र फोन पेबाट सजिलैसँग टपअप गर्न सक्नुहुनेछ र पोइन्ट लोड गर्न सक्नुहुनेछ। पोइन्ट लोड गर्नको लागि हजुरहरूले टच गर्नुहोला। मैले अहिलेलाई फोन पे टच गरेँ। फोन पे टच गरिसकेपछि माथिपट्टि हेर्न सक्नुहुन्छ अमाउन्ट आरएस भनेको छ। हजुरहरूले कति अमाउन्ट लोड गर्नुपर्ने हो यहाँनिर अमाउन्ट लेख्नु होला। मैले अहिले दुईवटा मन्थली गर्न गइरहेको छु। दुईवटा मन्थलीको लागि हजुरहरूको 2030 रुपिज परिरहेको छ। 2030 रुपिज भनेको 2030 पोइन्ट हो र त्यसको लागि हजुरहरूले सुरुमा गएर पेमेन्ट गर्नुपर्ने हुन्छ। पेमेन्ट गर्नको लागि हजुरहरूले त्यो एमाउन्ट अप्सनमा टच गरेर कति अमाउन्ट चाहिने हो त्यो लेख्नु होला र माथिपट्टि क्युआर कोड दिएको छ त्यसलाई स्क्रिनसट गर्नुहोला। स्क्रिनसट गरिसकेपछि हजुरहरूले पेमेन्ट गर्नुपर्ने हुन्छ र पेमेन्ट गरिसकेपछि हजुरहरूले पेमेन्ट गर्दाखेरि रिमार्क जे राख्नुहुनेछ त्यही रिमार्क यहाँ ल्याएर राख्नुहोला र तलपट्टि पेमेन्ट गरेको स्क्रिनसट दिनुहोला। मैले स्क्रिनसट पनि दिइसकेँ र रिमार्कहरू सेम रहेको छ। मैले रिमार्क पनि सेम राखेको छु। हजुरले पेमेन्ट गर्दाखेरि जे रिमार्क राख्नुहुनेछ त्यही रिमार्क यहाँ ल्याएर आएर राख्नुपर्ने हुन्छ। मैले 2 मन्थली भनेर रिमार्क राखेको थिएँ र मैले यहाँ पनि 2 मन्थली भनेर रिमार्क राखेको छु। अब साथीहरू, हजुरहरूले पोइन्ट लोड हुनको लागि 2 देखि 5 मिनट पर्खिनुपर्ने हुन्छ। मेरो साथीहरू 3 मिनटमा पोइन्ट आइसकेको छ। माथिपट्टि देख्न सक्नुहुन्छ मेरोमा अहिले 2055 पोइन्ट रहेको छ। साथीहरू, मेरोमा पोइन्ट लोड भइसकेको छ। हजुरहरू पनि पोइन्ट लोड हुनको लागि 2 देखि 5 मिनटको समय लाग्नेछ। हजुरहरू 5 मिनट प्रतीक्षा गरिदिनु होला। 5 मिनट पर्खिनु भयो भने हजुरहरूको पोइन्ट लोड हुनेछ। र साथीहरू, पोइन्ट लोड भइसकेपछि हजुरहरूले सबैभन्दा पहिला गेमलाई ओपन गर्नु होला। जबसम्म गेम ओपन हुँदैछ साथीहरू तबसम्म हजुरहरूले भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला र केही समस्या परेमा कमेन्ट गरिदिनु होला साथीहरू। ओके साथीहरू, फाइनली मेरो गेम ओपन भइसकेको छ। हजुरहरू पनि गेम ओपन गर्नु होला र गेममा आइसकेपछि हजुरहरूले आफ्नो गेमको युआइडी र गेमको नामलाई कपी गर्नु होला। म यहाँ नाम कपी गर्दैछु साथीहरू। युआइडी मैले कपी गरिसकेँ र नाम कपी गरेँ र नाम र युआइडी कपी गरिसके साथीहरू हजुरहरू पनि आफ्नो गेममा आएर नाम र युआइडी कपी गर्नु होला र हजुरहरूले यहाँनिर माथिपट्टि देख्न सक्नुहुनेछ मसँग अहिले रहेको छ जम्मा 7 डायमन्ड र हजुरहरूलाई म लाइभ प्रुफ देखाउने छु मैले कसरी टपअप गरेँ र हजुरहरूले पनि सजिलैसँगले टपअप गर्न सक्नुहुनेछ। मसँग अहिले माथिपट्टि यहाँ पनि हेर्न सक्नुहुनेछ 7 डायमन्ड रहेको छ र अब हामीले युआइडीहरू सबै कपी गरिसक्यौँ। अब हामीहरू ब्याक जान्छौँ फेरि त्यही वेबसाइटमा।
ओके साथीहरु म ब्याक आइसकेपछि यहाँनिर डायमन्ड अप्सनमा टच गर्नु होला र मैले यहाँनिर दुईटा मन्थली गर्न गइरहेको छु र दुईटा मन्थली गर्नको लागि हजुरहरूले यहाँनिर साइडपट्टि बाईमा टच गरिदिनु होला। टच गरिसकेपछि यस्तो इन्टरफेस आउनेछ। हजुरहरूले यहाँनिर ध्यान दिएर हेर्नु होला। यहाँनिर इन गेम आइडी भनेको छ। इन गेम आइडीमा आफ्नो गेमको युआइडी हाल्नु होला र तलपट्टि इन गेम नेम भनेको छ। सेम टु सेम गेम आइडी र नेम हाल्नु होला र नेम हालिसकेपछि बाई डायमन्डमा टच गर्नु होला र बाई डायमन्डमा टच गरिसकेपछि एसमा टच गरिदिनु होला। एसमा टच गरिदिइसकेपछि हजुरहरूको डायमन्ड सक्सेसफुल पर्चेस हुनेछ र डायमन्ड हजुरहरूको फ्री फायरमा आउनको लागि केही समय लाग्नेछ। ओके साथीहरू 5 मिनट भइसकेको छ। 5 मिनटपछि हजुरहरूले यहाँनिर देख्न सक्नुहुन्छ हाम्रोमा सक्सेसफुली डायमन्ड टपअप भइसकेको छ। मैले मन्थली गरेको थिएँ। यहाँनिर तलपट्टि देख्न सक्नुहुन्छ मन्थली 59 डेजको लागि रहेको छ। यहाँनिर देख्न सक्नुहुन्छ 50 डायमन्ड आइसकेको छ। मैले क्लाइम गरेँ। मसँग 2057 डायमन्ड भएको छ। टपअप गर्नुभन्दा पहिला मसँग जम्मा 7 डायमन्ड रहेको थियो र अहिले यहाँनिर हजुरहरू देख्न सक्नुहुन्छ 2057 डायमन्ड रहेको छ टोटल। हजुरहरूले सजिलैसँग यो तरिकाबाट फ्री फायरमा डायमन्ड आफैले फ्री फायर पब्जीमा डायमन्ड र युसी सजिलैसँग आफैले ई सेवा र फोन पे अथवा मोबाइल ब्याङ्किङको प्रयोगबाट टपअप गर्न सक्नुहुनेछ। आशा छ हजुरहरूलाई यो भिडियो मन पर्यो होला। यदि मन परेमा भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्त साथीहरू आजको लागि यति नै। म फेरि पनि आउनेछु नयाँ भिडियोको साथमा। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ गाइज।